नमस्ते सबैजनामा। अनि तपाईँहरूको तिहार कस्तो भयो त? अनि मेरो तिहार भन्नुपर्दा चाहिँ यसपालि म दिदीसँगै होल टाइम तिहारभरि बिताएँ। मेरो दिदी चाहिँ उहाँ नै हुनुहुन्छ। म चाहिँ उहाँको पछाडि पछाडि नाचेर हिँडिरहेको छु है त। अनि दिदीले के काम गर्नुहुन्छ, कस्तो काम गर्नुहुन्छ भन्नुहुन्छ भने चाहिँ दिदी चाहिँ अनम हो। सो उहाँ चाहिँ स्वास्थ्य चौकीमा काम गर्नुहुन्छ। सो अब बिदाको टाइममै भए पनि इमर्जेन्सीको लागि एकजना ड्युटी बस्नुपर्ने भएकोले यसपालि दिदीको पालो रहेकोले दिदी चाहिँ ड्युटीमा एक्लै हुने भएकोले मलाई चाहिँ उहाँले बोलाउनु भएको थियो। मेरो चाहिँ आफ्नो दसैँ तिहार बिदाकैचोटि भएकोले गर्दा मलाई नि सजिलो भयो। प्लस अब ठाउँहरू घुम्न पनि सजिलो भयो नि त। त्यहाँनिर चाहिँ महाकुलुङ गाउँपालिका चाहिँ एकदमै राम्रो लाग्यो मलाई चाहिँ। अनि उहाँले दिदीले चाहिँ धेरैवटा ठाउँहरू पनि घुमाउनु भयो, डाँडा काँडा झरना धेरै ठाउँहरू घुमाउनु भयो। हामी चाहिँ यसरी हिँडिरहेछौँ। उहाँ चाहिँ मेरो दिदी मेरो दिदी हो। सबैले मेरो बहिनी भन्नुहुन्छ। बहिनी दिदी हो भनेर दिदीलाई सोध्नुहुन्छ क्या। मेरो बहिनी जस्तो देखिनुहुन्छ। अनि म चाहिँ बुढी भइसकेँ साथीहरू। र यति बेला चाहिँ हामी थोको पैसो भन्ने एउटा सिजनल झरना छ अरे। त्यो चाहिँ अब बर्खाको टाइममा मात्र आउने झरना। त्यो चाहिँ राम्रो छ भनेर दिदीले मलाई लग्दै हुनुहुन्छ। फाइनल्ली हामी यो डाँडा कर्न आँटिरहेको छौँ। त्यसपछि झरना देखिनेछ। झरना चाहिँ सुकिसकेछ। Mana gari sih cicing kan gimana? Claro. Tengo un canto empezando a matar, tengo que ver más como caro putar ahí. Un leil como tal. Ya, sí, está bien. Mugo. Yang jelek pun boleh. Jangan bisik-bisik. Ayo ambil. Kan lama lagi untuk ini lagi itu. Dulu baca. Jangan suki sakit dulu. Suki vaksin itu jangan. Ini lagi itu no? Anda belum. Ya ya, jangan sakit aduh. राम्रै रहेछ तर अहिले अलिक सुकेछ। यति लाइट परे पनि राम्रै रहेछ। ल है साथीहरू, यही हो झरना चाहिँ। अलिकति अहिले सिजनल झरना भएर अलिक सुकेछ पनि। कार्तिक महिना लागिसक्यो, सुकिजान्छ नि होइन साथीहरू। तर राम्रो रहेछ यो। अब धेरै ठुलो भएको बेला चाहिँ एकदम राम्रै आउँछ। मलाई लागेको राम्रो भ्यू आउँछ यहाँ। मन पर्यो। ट्विक ल झरना चाहिँ यही हो साथीहरू। हामी चाहिँ फोटो खिच्यौँ, भिडियो एक दुईवटा टिकटक बनायौँ। अब चाहिँ हामी फर्केको। ए भिडियो फर्किन है साथी, फर्किन। ओके
मासु बिनाको गाला। हामी चाहिँ घुमेर आइसकेर पनि दिदीले रोटी पोल्न आँट्नु भएको छ। म चाहिँ अल्छिले मर्न मात्र सकिरहेको छैन। अब सबै अल्छी लागेर केही गर्नु मन छैन। यो चाहिँ रोटी पोल्नलाई मैले तयार पार्दैछु। जागरी ल मेरो फोन के भएको आफै। अब यहाँ दिदीले रोटी पोल्न आँट्नु भएको छ। म चाहिँ अल्छीले मर्नु आँटेको छु। अब दिदी पुरै तयारमा तेल चाहिँ अब खराइमा रोटी पोल्नुहुन्छ। मैले जिन्दगीमा पोलेको पनि छैन। स्टार्ट गर्नु पनि अल्छी लाग्छ साथीहरू। पछि पहिला गएपछि दुःख पाउँछ। साथीहरू मेरो दिदीको दियो चाहिँ ढुङ्गा रहेको छ। दियो त के भनौँ बिचमा राख्ने चिज दियो छैन। हाम्रो घरमा चाहिँ दियो राख्थ्यो। त्यही भएर यस्तो म चाहिँ अल्छीले पोल्न समेत मिठो बास्ना आइरहेछ। जागर चलिरहेको छैन साथीहरू। रोटी चाहिँ मिठै हुन्छ जस्तो लाग्यो। अब मिठो बास्ना आइरहेछ। दिदीले पोल्नुहुन्छ। म चाहिँ फिनी मुख बजाउँदै बस्ने मात्र। दुईवटा मोबाइल समात्यो बस्यो। यहाँ रोटी अलि यो बिचमा रोटी निकाल्न चाहिँ दुःख छ साथीहरू। दुःख यो एकदम दुःखलाई निकालेको। हाल्दो रहेछ के राँची हाल्दो रहेछ। झुस्यो मेन त्यही बिहान हो। म त ल्याएँ कि मजाले आस् अलग किसिमको रोटी। ल यी लट्टी मेसा सहयोग पनि गएँ। ए हुन्थ्यो नि यहाँ कान्छी मान्छे पनि एकपल्टाउन पनि यस्तो गर्नुपर्छ। यो त मलाई थियो रे फेरि अरे पिठो चाहिँ कस्तो मजाले भिजेछ नि। यसमा अर्को केही छैन त्यस्तो स्टिलको। दिदी आफै निकाल्दै हुन्छ। म चाहिँ मेरो क्यामेरा मिलाउँदै दिदीले बोलाउनु भएन। दुःख छ क्या रोटी निकाल्नु चाहिँ ढुङ्गामा भएर। हामी कहाँ आइरहेको रे माइली? गोइली गोइलो। हामी चाहिँ गोइलो जाँदैछौँ। हेर्ने फेरि यहाँ मेरो ब्लग स्टार्ट भएको छ कि यत्तिकै खिचेको। ल्याएको भए नहुन्थ्यो है। ए अँ ए म चाहिँ थाहा कामिरहेको छु। यो थियो होला हजुर। अँ है एउटा आइफोन पनि किन्नै सकिँदैन खोइ के। जब खाएको कति वर्ष भइसक्यो। बस्छौँ कि नि है होला। मेरो हिमालको भ्यू कस्तो राम्रो। हाम्रो मिङमा मिस हो उहाँ चाहिँ। मेरो यस्तो भिडियो चाहिँ ल यो पिकाङ्सको लागि थ्याङ्क यू। टुई 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 भन्दैन। ल कति थोक दिनुभएको। थ्याङ्क यू। मैले त फुल्छ नि एउटा टिप्छु भनेर
हाम्रो त यता भाले मात्र अलि भएको पनि एउटा गाउँमा त यता पनि स्कुल कस्तो राम्रो रहेछ है सबै भइसक्यो क्या अनि एकछिनमा यो केही तिम्रो कस्तो मजाले बस्ने ठाउँ नि आनन्द लाग्ने क्या न मेरो क्यामेरा चाहिँ राम्रो छ मलाई खिच्न मन पराउने म चाहिँ गुडेल सनम के हो सानम कमलालो अनि अनि यो माथिको चाहिँ साउने छ साउने छ केले बनाएको चाहिँ पाहाडी विकासले हो हिल अरे छ वाउ यति गाउँ चाहिँ यहाँ छ भनेको के भने अनि त्यति गाउँ जाने बाटो हुन्छ ए यो पुरै देखाएको पो रहेछ होइन क्या यो चुच्चै देखेँ नानी मैले त्यो चुच्चाले देखाएको रहेछ नि हाम्रो टिका दिदी त्यस्तै हुनुहुन्छ मलाई कराउने क्रिसमसको बेला ए ल अब गएर क्रिसमसको कार्ड बनाउनु नि बनाउँदै अक्टोबर सकिन आँट्यो नोभेम्बरमा पठाइसक्नु नि डिसेम्बर आइहाल्छ अब बनायो हाम्रो त खासै राम्रै बनाउँदैन मिस हजुर तर जाने त सालपा जाने होला यस्तो हिमालको भ्यू हेर्दै हिँड्नुलाई क्या मजा हो डिका दिदी मजा भइरहेछ बोल्नुहुन्न त्यस्तो बोल्नुहुन्छ त हेर्नु न स्कुल देख्नुभयो त्यसका मावि त्यही हो रक्षा मिसहरूको स्कुल ए पाहाडी के यहाँ ऊ त्यहाँको होइन हुङ्गा चाहिँ कता हो हुङ्गा त यता सोनाम मिसहरूको चाहिँ उता हो यतै हुँदा जानुपर्छ यो परे यो उस नि डाँडा छ नि ए हुङ्गा उतारे आमा रक्षा र गमिता मिसहरू त टाढा उहाँहरू दुईजना चाहिँ टाढै टाढाको नि हो गमिता मिसको खोटाङ रक्षा मिसको त मोर दुईजना राम्रो उहाँहरू दुईजना चाहिँ टाढा टाढाको अनि उहाँहरू दुईजना हो है अरू जिल्लाको त अब चाहिँ हामी पुग्न लागेको यस्तो फुल कस्तो राम्रो लाग्दो रहेछ नि मेला ढुङ्गा है कस्तो राम्रो हामी तल गाउँबाट आउँदा आएर यहाँ आइपुग्यौ ल जानु मैले हतार अघि गफ हान्दै बसेँ अनि यो ठाउँ यस्तो रहेको छ कस्तो राम्रो रहेछ वाउ ओइ कस्तो राम्रो देखिँदो रहेछ नि ए होइन त्यो भिडियोमा त यस्तो डर लाग्ने देखेको थिएँ एउटा मान्छेले यो पहिलोको त्यो ड्रोन हुन्छ है ए तल रातो जस्तो देखिआएको नि ठाउँमा आइपुग्यो भेडाहरू हामी त यो भेडा त ढुङ्गा खोजी पो हिँड्थ्यौ है बच्चामा हाम्रो मिसले के पो बनाउनु भएको फेरि आउँदै आएन यस्तो ए भन्न पनि नआउने के खालको लाटियोमा हेडबिन बनाउँदै हुनुहुन्छ यो फुलको कस्तो राम्रो फुल हजुर मेरो गाउँ घुम्न आउनु भएको छ उहाँलाई म यहाँ वेलकम गर्न यहाँ मेरो दिदीको फुल कुल्ची दिएर अब त हरायो उहाँको मान्छे अनि बुट लाएर आउनुहुन्छ फुल कुल्चीले कुरा त भइहाल्छ इमानी इज्जत फुलले थियो ल यस्तो राम्रो हो कस्तो राम्रो देखिने लौ न म त यहाँ हिमालको भ्यू हजुर हाम्रो
हाम्रो गाउँको नाम चाहिँ यही ढुङ्गाबाट राखेको अरे के जस्तै हाम्रो भाषाबाट चाहिँ यो चाहिँ चुच्चो ढुङ्गा हाम्रो भाषाबाट चाहिँ चुच्चो ढुङ्गालाई चाहिँ चुचुप पालुङ भन्छ यसको यो ठाउँको नाम चाहिँ चोचो मालुङ अरे मतलब त्यहाँनिर चाहिँ चुच्चो ढुङ्गा छ अरे अनि पछि चाहिँ अब भ्रंश भएर चाचालुङ भएको अरे यो ढुङ्गा हाम्रो गाउँबाट हेर्दाखेरि त पल्टेर आउला जस्तै देखिन्छ क्या तलबाट त पहिला 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 कहाँको एकजना मान्छे टिचर आएको थियो होइन हाम्रो गाउँमा अनि यहाँको ढुङ्गा हेरेरै त्यो ढुङ्गा राति आएर मलाई मार्छ भनेर भागेर गयो त्यो मान्छे के पो भन्छ लुङ नै भन्नु हुँदो रहेछ नि तपाईँहरू पनि ढुङ्गालाई तपाईँहरू लुङ नै भन्नुहुन्छ थुरुङ भाषाबाट लुङ नै भन्नुहुन्छ नि नानी माइली हाम्रो माइली त आज त मसँग रिसाएर बोल्नै हुन्न मेरो आन्सर पनि दिनुहुन्न फुल चाहिँ राम्रै बनाइरहनु भएको छ प्रिन्सेस हालिदिएँ ल मैले हाम्रो प्रिन्सेस रेडी रेडी हुन आँटेको छ फुल झरेर बिजोग छ ल म चाहिँ खाजा खाएको यो म्याक्स टाइगरको एडभर्टिज गर्नु पर्ला जस्तो हाम्रो चाहिँ भिडियो फोटो सेसन हुँदैछ यहाँनिर प्रिन्सेसलाई ट्रिट गर्दै हुनुहुन्छ हाम्रो मिङमा मिसले हाम्रो दिदी चाहिँ प्रिन्सेस हो अहिलेको लागि उहाँ चाहिँ प्रिन्सेस भएर पनि फेरि के पो भइसक्नु भयो भन्नै आएन यस्तो राम्रो भ्यू अब मिस त ए त्यस्तै लाइनले राख्दै जाने ए एउटा फर्स्ट बाइट खाइ ल साथीहरू त्यसो भन्छ नि त खाइ ल विनिताको अचार खाइला रहेछ आजभोलि त उसको टिकटकको नाम कस्तो जल्दिएको मतलब त बिन्दास नि त्यस्तो हुनुपर्ने क्या मान्छे पिरा पनि छैन जस्तो राम्रो 12 बजे पछि मात्र हुन्छ 12 बजे पछि भयो त अहिले मेला नि लाग्छ जानु जान्छ 19 बजे मैले हो यो चिकन के त नै हो आज केमी अब यो चिकन ए अच्छा मैले खतरा हो त्यसको मेला खतरा हो गयो बस भने को वाटे गर्छ ए मेरो पनि रहेछ त कता सबै बाट्नु पर्छ भनेको त पर्दैन सबै नै लानु हाम्रोमा पऱ्यो तपाईँ परेन भने फेरि बाटो त्यो पनि ड्युटीबाट आएर त्यो पनि खाइबस्ने फेरि कहिले सुख खाँदा पनि खाने अनि म त ल्याउनै छोडेँ अब त्यति नै छिटो साथीहरु अहिले मसँग बसेर चाहिँ खाँदैन फेरि म घर जाने बेला त्यो खाना पकाउन अल्छी मान्दो रहेछ त्यही खाँदो रहेछ म चाहिँ बरु अब चाहिँ हामी फर्किन आँटेको यो ठाउँ चाहिँ यस्तो रहेको छ हजुर ए कति धेरै फोहोरहरू चाहिँ यहाँ आउने घुम्न आउने साथीहरूले फालिराख्नु भएको रहेछ तर हामीले चाहिँ हजुर हामीले चाहिँ फालेनौँ अब यता म देखाउँछु ल लास्ट यता त अघि म नदेखाइकन पो यस्तो 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 रहेको छ यहाँ बसेर फोटो खिच्न भिडियो खिच्न मजा आयो अब चाहिँ हामी फर्किने छौँ सो बाई बाई हिमाल बाई बाई हो त रोयो भने तपाईँ आँसु पुस्ने म चाहिँ ब्याग प्याक गर्छु त्यसपछि हामी जान्छौँ म लड्दिनँ मिङ ममिसको पालो अहिले चाहिँ भिडियो खिच्ने पालो मेरो आउँदै हुनुहुन्छ धन्यवाद छ म पेदुसीबाट महाकुलुङमा आउनुभयो मेरै गाउँको ठाउँ घुमाउन अवसर दिनुभयो धन्यवाद तपाईँलाई झन् धेरै धन्यवाद ल हिँड्नुहोस् हस्
हो राजामा लड्नुहुन्छ अरे फोनमा होइन बाटो हेरिरहेको छु म त